बहुमत ल्याउन हामीलाई समस्या छैन। बहुमत ल्याउन नेकपा एमालेलाई समस्या छैन। त्यसो भएपछि बहुमत भनेको कति सिट? 138 भन्दा माथि नेकपा एमाले यही निर्वाचन फागुन 21 मा हुने निर्वाचनमा बहुमत ल्याउँछ। हजुर होइन, यो मुर्दारलाई कहाँबाट आउँछ हो यत्रो कन्फिडेन्स? यो मुर्दारले जन्मिने बेलामा त्यो बच्चा बेला आँची खायो भनेदेखि दिमाग पनि कालो कालो हुन्छ, बुद्धि पनि कालो कालो हुन्छ, संसारै कालो मात्र देख्छ, उज्यालो भन्दै त देख्नै चाहँदैन भन्थे त्यो कुरा हो कि के हो? हेर हो झापाली जनता हो, सम्पूर्ण देशका जनताहरू। अब आउँदो चुनावमा पनि तिमीहरूले एमाले काङ्ग्रेस माओवादीलाई भोट हालेर जितायो भने भ्रष्टाचारको सबभन्दा ठुलो जिम्मेवारी तिमीहरू हुनेछौ। र अस्ति मरेको 74 जनाको बच्चाको रगतले तिमीहरूलाई यसरी पोल्ने छ कि रातभरि निन्द्रा लाग्ने छैन, तर्साइ गर्नेछ। बदल्याऊ है, बदल्याऊ, बिउजिनुपर्छ है। अब बिउजेन भने तिमीहरूलाई पनि मारिदिन्छ। कुरा यसरी बुझ्नु होला। जय देश।